चाहिँ एउटा इन्जोय गर्न कोही चाहनुहुन्छ भने ड्राइभमा चाहिँ आउनुहोस् बेसी सहर टुटीको बाटो एकदम इन्जोय गर्न पाउनुहुन्छ। छोटो बाटो छ तर एकदम मिठो छ, एकदम राम्रो फिल गर्न सक्नुहुन्छ तपाईँहरूले यो बाटोमा राइड गर्दै गर्दा एकदम इन्जोय फिल गर्न सक्नुहुन्छ। त्यही भएर हो यो बाटोको यात्रा गर्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ हामी अहिले साम्बाचोक गाउँ जुन मर्स्याङदी गाउँपालिकाले केही समय अगाडि मात्रै यो ठाउँलाई चाहिँ पारीको उताबाट आउँदा गरी यता जाँदा पारी साम्बाको चित्र है, साम्बाको चित्र है, साम्बाको चित्र। अब यो केही समयमै यसको उद्घाटन हुनेछ, त्यसपछि हामीले देख्न पाउँछ यहाँ साम्बाको फोटो। गौरव, हाम्रो देशको गौरव नामबाट यस चोकलाई हामीले नामाकरण गरेका छौँ। हजुर एकदम खुसी लाग्छ। अहिले हामी लगभग 6:30 भयो होला होइन? क्या मिठो कमेन्ट गरिदिन्छ तपाईँले। ट्रकहरू गाडीहरू छ अगाडि होइन, ट्रकहरू छन्, अटो आइरहेको छ उताबाट। मलाई सजेस्ट गर्नुभएको अहिले जाँदैछौँ अब हामीहरू चाहिँ बगैँचा आइपुग्यो, गार्डन बगैँचा। यो जो खुँदीको बगैँचा छ यो चाहिँ लमजुङको एउटा एकदम चर्चित एउटा पिकनिक स्पट पनि हो। तपाईँ कुनै एउटा बाटो राम्रो भएको ठाउँमा बाटोको एक्सेस राम्रो पुगेको अनि आएर खाएर रमाइलो गरेर फर्किन चाहनुहुन्छ भने लमजुङको बेसी सहरबाट उता लगभग 12 किलोमिटरको दूरीमा हजुर एकदम नजिकै छ। हामी बेसी सहरबाट 10-12 मिनटमा बाइकमा आउन सक्छौँ। यो ठाउँमा पनि एकपल्ट भिजिट गरिदिनु हुन अनुरोध गर्न चाहन्छौँ। साँझको यो गोधुली साँझमा आफ्ना दिनभरिका थकाइ अथवा गरेका या नगरेका चिजहरू समीक्षा गरी थकित भएर आफ्नो चाहिँ साँझ एउटा राम्रो साँझ बिताउनलाई चाहिँ छ है। के भन्नु एकदम राम्रो कुरो गर्नुभयो। पिकनिक स्पट चाहिँ हजुर हजुरले भनेको जस्तै पक्कै पनि एउटा बिहानबाटको बेलुकासम्मको जो थकान छ आफ्नो जिम्मेवार पुरा गरेर घर फर्कने क्रममा अनेकौँ कुराहरू आउँछन् मनभित्र। त्यसको एउटा कन्क्लुजनको रूपमा चाहिँ म के लिन सक्छु भने जीवन भनेको एकदम एउटा चेन्ज रहेछ। जुन चेन्जलाई सहजपूर्ण ढङ्गले स्वीकार्न सक्यो भने लाइफलाई इन्जोय गर्न सकिन्छ। जुन कुरा हामीले चेन्जलाई हामीले स्वीकार्न सकेनौँ भने लाइफमा काहीँ न काहीँ दुःखहरू हुने कुरा एकदम स्वाभाविक हुन्छ। त्यो भएर हामीले चाहिँ सबैभन्दा पहिला चाहिँ मानसिकता चेन्ज गर्न पर्ने देख्छु। त्यो परिवर्तनलाई स्वीकार गर्ने जो कला चाहिन्छ नि यो कुरा बुझ्न आवश्यकता छ जस्तो लाग्छ मलाई। गाउँपालिका अब हामी
यहाँतिर अगाडि बढ्दैछौँ। त्यसै कारणमा तपाईँहरूलाई हामी देखाउन चाहन्छु हामीसँग बगिरहेको खरसाङदी जुन जसको आफ्नै कलर छ होइन कुमारजी? हजुर पक्कै पनि आकाशजी